हेलो साथीहरु, वेलकम टु माई भ्लग। अब आज चाहिँ धेरै समयपछि सो भिडियो बनाउने मौका पाइयो। अब आज 3 दिन छुट्टी छ र त्यही भएर अब घुम्नको लागि जान्छु साथीभाइ भेट्न। त्यस पछाडि यसो टाइम भयो भने भोलितिर घुम्नको लागि पनि जानेछौँ। एकदम यता चाहिँ यस्तो टन्टाउर घाम लागिरहेछ है। अब यहाँबाट चाहिँ म एक्लै जाँदैछु। अब त्यहाँ गएर अब साथीभाइ भेटघाट यताउति यस्तै। अनि अहिले चाहिँ म चाहिँ अहिले यहाँनिर आइपुगेको छु। यहाँनिर छु। यहाँदेखि चाहिँ फेरि म पुग्ने ठाउँ चाहिँ भनेको यहाँ पुग्नु पर्यो। लगभग 1.5-2 घन्टा जति लाग्छ होला अझै। ल अब चाहिँ हामी सोनालीमा आइसकेको छु। अब यहाँदेखि चाहिँ ट्याक्सी चढेर जानुपर्ने हो। लगभग 10-15 मिनट लाग्छ होला छलानियाकबाट चाहिँ। गाडी जाम भएर हामीलाई चाहिँ तलै रोक्यो। माथि टपमा जानुपर्ने होइन। पुलिसहरू पनि पाल्ने। जाउँ यो त हाल्नु पर्यो नि। ल यता होइन ठिकै छ। ए ल एकछिन बनाइदिनु त यसो। ल यता साथी अब हामी चाहिँ छलानको यो गुम्बामा उकालो देख्नु त कति लाग्छ होला यहाँ? अब यहाँदेखि चाहिँ लाग्छ होला 1 घन्टा जति। तर अब हामी हिँड्दाखेरि 5 मिनटमा पुगिन्छ। हाम्रो यस्तो हिँडाइरहेछ। ल हाम्रो यता आएका साथी चाहिँ यता 2 जना गएको होइन है। अगाडि पनि अब यो सिडी कटर चाहिँ लगभग यो सिडी कटर आइन्छ है, पुगिन्छ है। अनि यता तल यो पोखरीहरू पनि छ। यसमा चाहिँ अहिले एकछिन आएर घुम्नेछौँ। अब माथि नै गएर भेटौँ। अब चाहिँ फाइनली हाम्रो गन्तव्यमा आइपुगेछ होइन। कस्तो अनुभव एकदम आनन्द। यस्तो दामी ठाउँ होइन। पिसफुल दामी यार। तर आज चाहिँ यहाँ यो बुद्ध जयन्तीको कारणले गर्दाखेरि एकदम मान्छेहरू पनि अलिक धेरैजना आइरहेछ। अनि यस्तो खेलहरू पनि रहेछ होइन। तर कोरियनहरूले होइन त्यतिकै खेल्ने होला। परबाट यस्तो छिराउने होला क्या। अहिले एकछिन आएर खेलौँ न है। हामीलाई खानपिनको व्यवस्थाहरू अनि बुद्धको मूर्ति वा यस्तो दामी छ है। त्यहाँ गएर हामी फोटोसोटो खिच्नेछौँ। आमा है साथी यो होइन। यो चाहिँ के हो त? यो चाहिँ खिचो हो। यो त हाम्रो चटपटे जस्तै छ त अनि हो। ए के को चटपटे हुनु यो त? यो कुन खालको खाना यो सबैले? यो भोक लागेको मान्छेले यहाँ आएर खानु मिलिहाल्छ। फेरि अनि यहाँ हाम्रो नेपाली दाइहरू जस्तो, यहाँनिर हाम्रो नेपाली दाइहरू जस्तो हुन्छ। ल है अब चाहिँ बत्ती बाल्न आँटेर हामी चाहिँ ए आकाश साथी अब बाल्न लागेको हो। तर लाइटर चाहिँ छैन। अब
अब यहाँनिर चाहिँ अब बत्ती बाल्नु पर्ने हो सबै मान्छेहरूले पहिल्यै यहाँनिर बालेर यसो राखेको हुँदो रहेछ भित्रपट्टि यहाँ पुरो छ त है राम्रो त यता चाहिँ टिकटक सिकटक बनाउने यतातिर गुम्बाहरू पनि टल्नै रहेछ है कत्रो हो यो कति ठुलो एकदमै ठुलो छ यहाँ चाहिँ यहाँनिर चाहिँ गएर ढोक्नु भने यस्तो दामी नजारा गर्लफ्रेन्डदेखि बाइकको चाहिँ लेखायो अरूमाथि ल है त साथीहरू अब चाहिँ हामी लाग्नु आँटेको यहाँनिर चाहिँ हाम्रो बुद्ध भगवान्लाई चाहिँ भरे यहाँनिर यसो पानीहरू उयो गर्नुपर्ने हल्का नुहाइदिनु पर्ने अरे भरे 3 बजी तर अहिले 2 मात्र भएछ 부으시면서 여러분들의 마음속에 있는 깨끗이 씻어주시면 되고 그리고 모든 것이 깨끗한 마음으로 ल है साथी हो अब चाहिँ अन्तिम भयो है आजको अब लास्टै अब यस्तै भयो आज घुमाइ चाहिँ अब अन्तिममा आएर चाहिँ माथि सब घुमिसकेर चाहिँ अहिले चाहिँ अब यो चाहिँ पोखरी एक राउन्ड हान्दा चाहिँ अनि त्यसपछि चाहिँ हामी पनि लाग्ने हो किनभने आज अब पानी पनि हल्का पर्न ला जस्तो भइरहेछ त्यही भएर ल त साथी हो